हेलो गाइज, तिमीलाई भेट्न आउँदैछ र वेलकम टु छ मेरो यो रात्रिकालीन ब्लगमा। हाम्रो मान्छेहरू साथीहरू आउँदैछन्, घुम्दैछन् होइन। माया नै माया छन् भनिरहेछन्, खोइ कहाँ छ मायाको नि या भन्दैछन्। ल एकदम स्वागत छ मेरो पहिलो ब्लगमा। कस्तो गर्छ र अर्के? कस्तो गर्छ र अर्के? टुङलुङ टुङलुङ हान्दिउँ नि त एउटा टुङलुङ टुङलुङ। ल टुङलुङ टुङलुङ गर्छ अरे अर्के दाइले। टुङलुङ टुङलुङ नगर्नु होला हाम्रो त यस्तै छ यी परदेशी जिन्दगी होइन। यो एउटा बजिया छ ऊ र ए ल चर्चा परिचर्चा भइरहेछ यहाँ। त सुदन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि हाम्रो साथीहरूले दुःख पनि लागेको छ अरे। ल दुःख त सबैलाई लागेको छ, हामीलाई पनि लागेको छ होइन। अनि यो बजिया यी घुमिरहेछ। यसको नाम चाहिँ यहाँ हामीले राखिदिएको बाजे हो, बुढो बाजे बाँसुरी बाजे हो है उसको नाम चाहिँ। एकदम बाँसुरी बाजे हो। बाँसुरी बाजे भनेपछि कतारमा एकदम उयो जत्तिकै दुबईमा उयो लेडी खास्ने भन्ने को छ त्यो भट्टराई किस्ने जत्तिकै भाइरल छन् यो मुरली बाजे चाहिँ होइन। मुरली बाजे भनेर सर्च गर्नु ठ्याक्कै यो मान्छेको फोटो देखाइहाल्छ। एकदम हाम्रो चाहिँ परदेशी जिन्दगी यसरी नै कटिरहेछ। यसो रात्रिकालीन यसो रुम जाँदाखेरि यसरी भलक हाम्रो बन्छ। के गर्नु, दुई पहिले यसरी टक्कै कम्पनीले गाडी दिएछ यस्तो कम्पनीले। अनि यो बाज्या एकदम भाइरल छ। बजियाले बुढी उता मोम कहाँ अरे कुन ठाउँ राखेको अरे, इन्डियातिर राखेछ। मान्छे यहाँ खाँडीतिर मर्या छ। के गर्नु, बजियाको पनि भाग्य त लेखेरै आएछ त। जिमसिम पनि गर्छ। अनि त्यसरी जिमसिम गरेर कत्रो बडी फुल्ला छ त बजियाले त। सानो फुल्ला छ त बजियाको जिमले सबै सुकिसक्यो त, फुल्नुपर्ने सुकिरहेको छ त। के हो यसको राज है हौ सरकार? के हो यसको राज भनिदिनु पर्यो के? यसको राज हो एकदम हृष्टपुष्ट बनाउनलाई बिहान बिहान योगा एक्सर्साइज गर्न आवश्यक छ। त्यही भएर साँझको समयमा धेरै मोबाइल नहेरिकन साँझको समयमा छिटो सुत्नु होला। अनि बिहान उठेर चाहिँ एक्सर्साइज डरो एक्सर्साइज स्वास्थ्यको लागि एकदमै यो मान्छेको फेरि यो मान्छेको एक्सर्साइज फेरि तपाईँहरू देख्नुभयो भने कुनै दिन तपाईँहरूलाई देखाउने छु। तपाईँहरू यस्तो एक्सर्साइज चाहिँ जिन्दगीमा देख्नु भएको छैन। यस्तो गर्छ काडाक कुडुक भाडाक भुडुक सबै पो गर्छ त, एक्सर्साइज गर्छ। अनि दिनभरि यतै दुखन्छ उतै दुखन्छ गर्छ। यो बज्या के गर्नु नि, नसकिने भयो। राजा महाराजाले नसकेर यता खेदाएर रहेछ कतारतिर। अब हामीले झन् कहाँ सक्नु नि, के गर्ने र। हाम्रो अर्ग्यानिक भ्लगर है, भ्लग है यो चाहिँ। एकदम यसो हेरिदिनु होला, माया गरिदिनु होला। मेरा सम्पूर्ण मेरा भक्तजनहरू मेरा भर्खरको कलिलो भर्खरै नयाँ भ्लगर हेर्नु मटाएर पेट लागेर मटाएको चाहिँ छैन, पेट लागेर चाहिँ कुबिन्डो जस्तो देखिन थालिसकेँ म होइन। यस्तो छ अब कुबिन्डो भन्ने नाम पो केटाहरूले राख्ला भन्ने डर भइसक्यो। साथीहरूले कुबिन्डो भन्छ कि जस्तो लागेको छ, पेट लागेर। त्यही माथि मान्छे पुड्को मान्छे पेट लाग्दो रहेछ, ठ्याक्कै कुबिन्डो देखिँदो रहेछ नि त गाइजहरू। 3 फिट 4 इन्चीको मान्छे के गर्नु, यस्तै छ। गाह्रो छ त, गाह्रो छ। सानोमा युरिया मलाई हाल्नु बिर्सेछु त खुट्टामा मैले त, नभए बढ्थेँ होला नि यार अहिलेसम्म त। युरिया मल ठ्याक्क मकैमा अरू सब्जीमा हाल्दा बलत्त बढ्छ नि, त्यस्तै मेरो खुट्टामा चाहिँ फेदमा चाहिँ युरिया मल हाल्नु बिर्सिएछ। ल गाइजहरू के गर्नु, तपाईँहरू पनि कोही चाहिँ बढ्नु भएको छैन भने युरिया मल चाहिँ हालिहाल्नुहोस् होला है। अब हामी यहाँ साथी पर्खिनेछौँ, त्यसपछिको भ्लग म तपाईँलाई देखाउने छु।